हेलो नमस्ते सन्चै हुनुहुन्छ सबैजना। हामी आमा छोरी पनि एकदम सन्चै छौँ। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? हामीले चाहिँ खाना बनाउँदै नानी र म खेल्दै छौँ। नानीले एउटा गीत गाएर सुनाइदेऊ न। कति राम्रो गीत गाएको। राम्रो भपार के भन्न पर्छ अरे? वाउ। अनि के बाबा कहाँ जानुभएछ भनिदेऊ न। भन न पहिला बाबा कहाँ हुने र? त तिमीलाई पहिला भन न बाबा कहाँ जानुभएछ? तिमीलाई लानु होइन? अनि के हाम्रो घर के छन्? ए मेरो टप पनि खसालिदिनु बास्नाले त। नानी सुन न एउटा कुरा भन्छु कि तिमीलाई। के चाहियो र? के चाहियो? पाउनु के छ र त्यहाँ? नानीले हेडफोन लगाउँछिन अरे। ल लगाऊ न। यहाँ बस यहाँ। कसको हो नि त्यो? कसको हो र नानी त्यो? बाबाको हो। खै लगाऊ त कसरी आइछ? ए आबी अझ जाने कि बाबा आउनुहोस् भन ल। बाबालाई बोलाऊ। आउनुहोस् यहीँ भने क्या हो। अनि के बाँदर आपार बाँदरलाई कसरी लहट्न पर्छ? कसरी अरे? ओहै ओहै भन्न पर्छ। तिमीले कसले भनेको सुनि क्याउ र? आमाले भनेको सुनि क्याउ हो र। अनि तिमीलाई के खान मन पर्छ? ए मोमो चाउमिन खान मन लाग्छ? कहाँ पाइन्छ मोमो चाउमिन? कता कता दो होटेलमा? भोलि खाम्लास? हुन्छ भन न। अनि के हाम्रो घर को हुनुहुन्छ? आमा बा आबै अनि पक्का सङ्कल। ए पक्का सङ्कल पनि हुनुहुन्छ। अनि तिमीलाई के मम्मुको धेरै माया लाग्छ कि बाबाको? कसको? बाबाको धेरै माया लाग्छ कि मम्मुको? बोल न छोरी। ऐ बोल्दिनी ल म ल्याइदिन्छु खाना। त बोल त कसको धेरै माया लाग्छ? ऐ लगाइथिउ त ल भाउ। तिमीलाई कसको धेरै माया लाग्छ? खस हो। बाई भनिदिए ल सबैलाई बाई भन। म सुते भन। गुड नाइट भन। राम्ररी माया गर सबैलाई। सुन त सबैलाई माया गरिदेऊ न एकखेर। दादा दिदी अङ्कल आन्टी मामा माइजू सबैलाई बाई गरिदिऊ ल। बाई भन ल छिटो भन न। ये निकाली क्या हो?